ट्रेनिङको लागि जाँदैछु। विभिन्न सञ्चार माध्यमबाट परिषदका आदरणीय अध्यक्ष तारानाथ पहाडी कसरी अगाडि बढ्न सकिन्छ, कसरी खुसी हुन सकिन्छ भन्ने कुराहरूमा केन्द्रित थियो। अनि सबै कुरा हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि ठिक छु। अनि आयो हजुरहरूलाई आजको भिडियो नि मन पर्नेवाला छ। के कस्तो लाग्छ प्रतिक्रिया चाहिँ फेरि नबिर्सिनु होला। आज चाहिँ म कहाँ जाँदैछु भन्दा आज चाहिँ म ट्रेनिङको लागि जाँदैछु। डिजिटल मार्केटिङको ट्रेनिङ छ। अनि धेरै लङ टाइम भइसकेको थियो कि मैले कुनै पनि ट्रेनिङहरू लिएको थिइनँ, बाबु जन्मेपछि लिन पाएको थिइनँ। अनि त्यही भएर चाहिँ आज चाहिँ मैले ट्रेनिङमा जानुपर्छ कि भनेर केही कुरा सिकिन्छ भनेर अनि जान लागेको छु। के कस्तो अनुभव रहन्छ हजुरहरूलाई म देखाउने छु। हजुरले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। ल गाइस, म चाहिँ अब घरबाट निस्किँदैछु। इनड्राइभ बोलाएको छु मैले, अलिक छिटो पुगिन्छ इनड्राइभमा, त्यही भएर इनड्राइभ बोलाएको। एकैछिनमा पुगिन्छ के बस्नुभन्दा, अनि त्यही भएर इनड्राइभ बोलाएको के। अब एकछिनमा लिन आउँछ भने म चाहिँ यहाँ घर बाहिर इनड्राइभको वेटिङमा बसेको छु। आजको मौसम अलिक गर्मी जस्तो छ। मेसेज आयो ल ठ्याक्क गाइस, ठ्याक्क मेरो इनड्राइभ आयो। त्यस्तै जाँदैछु अब। ल गाइस, म चाहिँ यहाँ रिसोर्टमा आइसकेको छु। अब चाहिँ त्यहाँ हाम्रो हल खोज्दैछु कि म जानको लागि। ल गाइस, म चाहिँ आइसकेको छु। अनि मेरो आजको कार्यक्रम चाहिँ मेरो सानीमाले अर्गनाइज गर्नुभएको, यता देख्न सक्नुहुन्छ। त्यही हुँदैछ, मान्छेहरू चाहिँ आउने क्रम जारी नै छ। विभिन्न सञ्चार माध्यमबाट आउनुभएका पत्रकारज्यूहरू, टोलका कार्य समिति पदाधिकारी तथा सम्पूर्ण सदस्यज्यूहरू, सम्पूर्ण यस कार्यक्रमको परिषदका आदरणीय अध्यक्ष तारानाथ पहाडीज्यू, यसै गरी हाम्रो निमन्त्रणलाई स्वीकार गरी आउनुहुने विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यूहरू, ल गाइस, आजको कार्यक्रम चाहिँ सकिसकेको छ। हामी खाजा खान्छौँ अनि त्यसपछि घर जान्छौँ। अहिले हामी खाजा खान लाग्छौँ। सानीमा खान्छ त बाबुले पनि खान लाग्छ। मिठो मिठो खाजा म देखाउँछु है के। ल गाइस, अहिले चाहिँ हामी खाजासाजा खाएर यता यस्तो बाहिरको एम्बियन्सहरू हेर्न आएको छौँ। अनि बाबु चाहिँ यहाँ झुला झुलिराखेकी छिन्। कस्तो लागिरहेको तिमीलाई सानो हो? म चाहिँ यस्तो घुमिरहेको छु, एकदम राम्रो छ यता। सानीमाहरू चाहिँ उता कार्यक्रमको भोलिको लागि तयारी गर्दै हुनुहुन्छ। अनि म पनि एकछिन बसेर जान्छु अनि त्यहाँ बसेको। कस्तो रमाइलो छ। चारैतिर फुलै फुल। कार्यक्रम भएको होटल चाहिँ यही हो, बर पिपल रिसोर्ट, स्टेट नम्बर 28। मलाई चाहिँ यहाँ एकदम राम्रो लाग्यो रिसोर्ट चाहिँ। यहाँको सर्भिस पनि एकदम राम्रो रहेछ। अनि सबै कुरा ओभरअल एकदम राम्रो लाग्यो मलाई चाहिँ। ल गाइस, प्रोग्राम चाहिँ सकिसकेको छ। अनि बाबु र म चाहिँ घरतिर जाँदैछौँ। आजको ओभरअल एकदम राम्रो भयो। मोटिभेसनल स्पिच अनि अब कानुनको केही कुराहरू सबै कुरा सिक्यौँ हामीले। एकदम राम्रो लाग्यो। आजको चाहिँ हामीले सबै कुरा जान्नुपर्ने रहेछ भन्ने चाहिँ मलाई एकदम फिल भयो। अनि आज आएर चाहिँ मैले धेरै राम्रो काम गरेँ जस्तो लाग्यो। मलाई एकदम राम्रो कुराहरू सिकेँ।
हामी घर जाने हो। आज दिनुभएको स्थिति चाहिँ एकदम ठिक थियो के, एकदम हाम्रो लागि एकदम रेगुलर उसमा चाहिँ हामी त्यो कुराहरू फलो गऱ्यौँ भने अनि कसरी अगाडि बढ्न सकिन्छ, कसरी खुसी हुन सकिन्छ भन्ने कुराहरूमा केन्द्रित थियो। अनि सबै कुराहरू चाहिँ मैले हुन त म पोजिटिभ नै छु सबै कुरामा, तर चाहिँ अब पनि फलो गर्छु भन्ने सोचिराखेको छु। अनि आजको कार्यक्रमले चाहिँ मलाई एकदम प्रेरणा दियो, मलाई हौसला दियो हरेक कुरामा। अब यसरी गर्नुपर्दो रहेछ भन्ने पाठ सिकाएको छ धेरै। म चाहिँ यही नै कुरालाई अगाडि फलो गर्नेछु अनि सकभर एकदम खुसी हुने कोसिस गर्नेछु अनि आफूले आफूलाई माया गर्ने कोसिस गर्छु। आजको मेन मोटिभ चाहिँ हामी कसरी खुसी हुने अनि अरूलाई कसरी पोजिटिभ बनाउने अनि त्यस्तै कुरा सम्बन्धित थियो। त्यही हो गाइस, अहिले चाहिँ म घर आइसकेको छु। देख्न सक्नुहुन्छ पछाडि अँध्यारो भइसकेको छ। अनि आजको दिन समग्र भन्दा एकदम राम्रो भयो, प्रेरणादायी नै भयो। धेरै कुरा सिक्ने मौका धेरै कुरा सिक्ने मौका पायौँ। अनि अर्गनाइजरहरूलाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब चाहिँ भिडियोलाई एन्डिङ गर्नुपर्ने हुन्छ। हजुरलाई आजको भिडियो कस्तो लाग्यो कि कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। अनि अब चाहिँ भिडियोलाई म बन्द गर्दछु। थ्याङ्क यू सो मच, बाई।